दर्शकबिन नमस्कार। यति बेला भने बडैया गाउँपालिका वडा नम्बर 8 पशुपति बजारमा रहेको यो चौतारी निर्माण भइसकेको छ र यो चौतारी निर्माण गर्ने हाम्रो सरहरू हुनुहुन्छ। उहाँहरूले केही कुराहरू तपाईहरुलाई जानकारी गराउन चाहनु भएको छ। यहाँहरुसँग म केही कुराकानी गर्नेछु। मिका अंकल, हजुर, के छ यो चौतारीको बारेमा यसको लागि चाहिँ अहिले सबैजना हाम्रो पर्दा र मिका परिवारले चाहिँ यो चाहिँ हामीले चाहिँ यो आँटेका छौँ। सबै हाम्रो गाउँलेहरूले पनि हामीलाई सहयोग दिनु भएको छ। यो मात्र नभइकन उताकोहरू पनि निर्माण गर्ने हाम्रो चाहिँ एउटा चाहिँ उद्देश्य लिएको छ है। ल अब हाम्रो यहाँ अनि अंकल तपाईं के भन्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ? हाम्रो यसमा चाहिँ हामी चाहिँ अब सचेत भएर चाहिँ गर्नुपर्ने तपस्या छ। अब किनभने गाउँ समितिमा वडामा हेर्नु केही छैन, बाटोघाटो बिग्रेको छ। एउटा चौतारी हामीले बनाउन खोजेको छौँ, बनिसकेको छ। हामीले यसको उद्घाटन गर्नुपर्ने छ। धन्यवाद। दर्शकबिन, ल उहाँहरूले रमाइलो कुराकानी गर्नुभयो र उहाँहरूले निर्माण गरेको चौतारी एकदमै राम्रो छ। ल तपाईहरु हेर्न सक्नुहुन्छ, यहाँनिर सबैजना आगो तापेर बस्नु भएको छ। उहाँ स्याउली बजारबाट हाम्रो भीम अंकल पनि आउनु भएको छ। यहाँनिर सबैजनाले देख्न सक्नुहुन्छ तपाईहरुले।